म भ्लगर हो मान्छे हो नि त गाइजहरू दाइ पनि आइसकेको छ म नि यहाँ टक्कसँगले तपाईँहरूको अध्यक्ष त जाँदैछ त उकालो हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग गाइजहरू आज चाहिँ म टक्कसँगले भाडबेसीतिर जाँदैछु गाइजहरू बाइक अनि टक्क रेडी छ गाइजहरू अब लाग्यो टक्कसँगले भन्नुपर्दा चडक चुरुक्कसँगले तलसँग दाइले सामान झारिदिनु लाएर अब हिँड्यो अब दाजुभाइले भनेपछि नाइ भन्ने कुरो भएन गाइजहरू टक्कसँगले म चाहिँ अहिले हात तेल्नु भन्छ पछाडमा छु गाइजहरू यो तल देखिएको भाडबेसी हो यता सुनकोशी नदी त्यही हो गाइजहरू यता उदयपुर छात्यो नै भन्छ यता प्याखोला गाइजहरू टक्कसँगले भन्नुपर्दा म चाहिँ तल झरिसकेको छु यहाँ त बबाल भ्यू देखेर म टक्कसँगले झरिसकेको छु गाइजहरू तल दाइ कहाँ आइसक्नु भयो त्यही हो गाइजहरू यस्तै छ गाइजहरू डाँडाकाँडा पितोको अब सुखौरो हुन आँटिसकेको छ सबै चिज त्यही हो भाडबेसी भन्छ बबाल छ अलिक अझै देखिएको छैन क्या पुरै गाउँ चाहिँ हल्का हल्का देखिएको छ गाइजहरू सुनकोशी सलल बग्छ सुनकोशी नदी बालुवा बगर भने जस्तो त्यो गाइजहरू म चाहिँ झर्दैछु म भ्लगर हो मान्छे हो नि त गाइजहरू दाइ पनि आइसकेको छ म नि यहाँ टक्कसँगले तपाईँहरूको अध्यक्ष त जाँदैछ त उकालो गाइजहरू फाइनली गाइजहरू हामी चाहिँ खाजा खाँदैछौँ दाजुभाइ बाइक यता छ त्यही छ गाइजहरू बाइकको हालत के छ त ठेकदार साहब एकदम ठिक छ ठेकदारको बिहा छ अहिले तनाव सब गजिया 2 रुपैयाँ छैन हाल्थ्यो पाडेले हैन यस्तै छ घाम चाहिँ लागिरहेछ मस्त त्यहाँको भ्यू यस्तै छ गाइजहरू धुलो हुनु थालिसकेको छ बाटो अब बियर त ठाडा घाँटी हो गाईसँग भेटेर ओरेर सुतिसक्यो गाइजहरू अहिले चाहिँ म माथि आइसकेको छु हातेल पल्लो हातेल आइसकेको छु गाइजहरू त्यही हो आज ढिल चाहिँ बाटो ठिक छ क्या एकदम अलिअलि धुलो चाहिँ हुनु थालेछ तर पनि बाटो चाहिँ बबाल छ क्या यतिको तर मलाई चाहिँ जति बाटो खतम उति मजा हुन्छ क्या कता हिँड्नु भयो अङ्कल म तल यहाँ तल भाडबेसी ए त्यहाँ दाइले थोरै सामान पुर्याइदिनु त्यतिको लागि हुन्छ फाइनली गाइजहरू अङ्कल भेटेको थियो क्या हाम्रो बुढो माउली अङ्कल टक्कसँगले अङ्कलसँग भेट्यो अनि यसो हल्का रोकेर गफ हान्यो अनि लाग्यो गाइजहरू बुढो चाहिँ हाम्रो आफन्ती हो नि त त्यही ठिकै छ बुढो बनाउनु हिजो चाहिँ हिँड्छ क्या बाइक चाहिँ त्यही हो गाइजहरू बाटोको हालत यस्तै छ त्यस्तोमा चाहिँ एक हाल मात्रै क्या टक्कसँगले म अहिले माथिल्लो हातेल निक्लिसकेको छु भन्नु पनि निक्लिन आँटिसक्यो गाइजहरू त्यही हो लासँगले अफरोमा चाहिँ खतरा हिँड्छ क्या यसो तर मेरो अगाडिको टायर अलिक खतम भइसकेको छ भन्नुपर्छ सके आज चिल्लो भइसकेको छ गाइजहरू त्यही हो यो चाहिँ हातेल हो क्या यो चाहिँ हात्तीले खाने हाल हो कि नथियो अरे यसको विशेषता चाहिँ मलाई त्यति धेरै थाहा छैन यताको भ्यूहरू यस्तै छ गाइजहरू टक्कसँगले मसिनो घरहरू छ अनि मेरो साथी यहाँको एउटा छ क्या केटा साथीभाइहरू त अरू पनि टन्नै छ अनि मिलनसारकै केटाहरू बेसी भन्न चाहन्छु भिडियो मार्फतै एउटा चाहिँ केटा धेरै पढिरहेको छ क्या
म चाहिँ सँगै पढ्यो हलिसीतिर पनि अनि त्यही हो केटोले चाहिँ प्रगति गरिराखेकै छ भन्नु आउँछ चाहिँ पनि फर्स्ट हुनेकै केटो जोस् अनि उता यो पारी देखिएको चाहिँ हाम्रो गाउँ भन्छ यता चाहिँ अनि यता यस्तै छ गाईचोरो यताको माहौल त्यहाँदेखिको बबालदेखि छाउ डाँडाहरू मासतिर पर्छ अनि उयो चिचिरा भन्छ हाम्रो गाउँपट्टिको देखिने गाईचोरो त्यही हो अनि एउटा दाइले मलाई हाम्रो गाउँको दाइले हाम्रो गाउँघरको पनि भिडियो आउनुपर्छ भाइ भन्दै थियो अब त्यहीँदेखिको चट्ट देखाउन चाहन्छु अहिले राम्रोसँग जुमसुम त हुँदैन मैले फोनमा राखेको छु नि त उठेको माहौल यस्तै छ गाईचोरो त्यही हो बाटो भन्ने कुरा यस्तै हो चट्टसँगले अनि म चाहिँ यसो आफैलाई भिडियो बनाउन भन्दै तरिकाले चाहिँ गइरहेको छु गाईचोरो त्यही हो कहिले कता छोरा मान्छेको जिन्दगी होइन सायद कामहरू पाइयो मिल्यो ओऱ्यो भने चाहिँ अब बसिन्छ मलाई घर अब काठमाडौँतिर लागेर केही गर्ने प्लान छ त्यसतिरै त जाने हो अरू त के प्लान हुनु र त्यही हो यत्रो मेहनत गर्छु गाईचोरो यसो सब्सक्राइब चाहिँ हालिदिनु होला सबैजनाले भन्न चाहन्छु अब हेर्दा चाहिँ नराम्रो भ्लग भयो भने मिहिनेत बेसी गरिराखेको हुन्छ क्या अब एडिट पनि खासै गर्न आउँदैन नि त आउँछ चट्टा नआइदिने हो त्यही हो अनि चट्टाको हाल्नु चाहिँ ठिकै छ भनौँ नि तर बाटो अप्ठ्यारो भयो भने यताउति भयो भने नि मलाई चाहिँ मजा लाग्दैछ कि बाटो अप्ठ्यारोमा चाहिँ कुदाउनु ढिलो भयो भने चाहिँ अलिक लडिन्छ भन्ने हुन्छ नि त अफरोडमा चाहिँ एउटा दाइलाई मैले भेटेको थिएँ क्या सानो भाइ बुढो रहेछ अनि माथि भेटेको थिएँ कि बाटो चाहिँ खतम रहेछ हुँदो हुन्छ मलाई चाहिँ जति खतम बाटो उति मजा लाग्छ भन्दै थियो कि गफ हान्दै थिएँ बुढो छक्का गएर क्या त्यो गाईचोरो पछाडिको टायर बस्छु तिर आगो बालेर बिचमा त राख्नु त नहुने हो यस्तै छ गाईहरू यताको माहौल पाइप पुगेर छ श्रमदान गरेर भण्डारी गाउँले मिलेर श्रमदान सहयोग चट्टसँगले गरिरहेको छ अघि चाहिँ हुँदैन फेरि यहाँ खतम हावा बोल्ने भन्दा हो फेरि मान्छेहरूले त्यही गाईचोरो मजा अहिले चट्टसँगले माथि आइसकेको छु गाईचोरो अनि त्यही हो यस्तै त हो नि मान्छेको सपना भन्ने चाहिँ कहिले के हुन्छ क्या मेरो चाहिँ बस सपना छैन अब चाहिँ बुढीलाई खुसी र बनाउने त्यही हो मेरो घरको सपना पुरा भइसक्यो गाईहरू अब मेरो सपना केही छैन अब मैले यत्रो गरेर पनि गर्नु सकिनँ भने ममा खोपी छैन जस्तो लाग्छ क्या मलाई भ्लग गर्ने अब बाइक साइक किन्यो बुढीले नि त्यताउति सहयोग गरेर अनि अहिले फोन पनि किन्यो राम्रै खालको बुढाले गर्छ होला भनेर अब बुढीले पनि अब विदेश जानु भन्दैछ गाईचोरो त्यही हो अब अन्तिम उपाय भनेको केटाहरूको बेरोजगारको विदेशै त हो त्यही हो विदेश जान्छु पनि होला म छिटै लगभग अनि दिन्छ के हुन्छ नि अब जाने भनेको साडी हो त्यो गाईचोरो म चाहिँ अहिले 3 साल नयाँ ठाउँ आइसकेको छु टक्कसँगले यताको माहौल यस्तै छ बाटो घरहरू पढेको चाहिँ स्कुल कह सिकेको स्कुल चाहिँ यहाँ माथि हो क्या गाईहरू यो माथि स्कुल हो टक्कसँगले आएर पनि पढाइ हुन्छ होला सायद मलाई त्यहाँसम्म लाग्छ त्यही हो त्यस्तै छ भने माहौल माथि अलिकति
थोरै काम छ गाइजहरू मेरो चाहिँ अनि त्यही हो यो बाटो गाइजहरू यसैले हाम्रो 3 चोटि सखारेको हो क्या विकास त नगरेको त भन्न मिल्दैन 3 चोटि चाहिँ बाटो सखाएर 2 चोटि चाहिँ पानीले लगेर अनि 1 चोटि चाहिँ साउनहरू लाने के भनेर पानी परेर खत्तम भयो गाइजहरू त्यही हो गाइजहरू बाटो मौसम यस्तै छ चटकसँगले त्योहरू यस्तै छ गाइजहरू अनि हल्का के भन्छ र 1000 जति भ्युज गयो त अलिक जोस चल्थ्यो होला बनाउनु कोही जाँदैन चटकसँगले अगाडि के बजिरहेको छ कि अस्तिदेखिको र टु जस्तो लागेको छ मलाई अनि पछिमा हिँडाउने केही त 2 3 11 यो चाहिँ गोर्खा भन्ने ठाउँमा प्रवेश गरिसकेको छु भनौँ नि म जस्तोसँगले तल पुगेर आएको त्यस्तै छ गाइजहरू त्यही हो एक्सिडेन्ट हुने सम्भावना हुन्छ क्या अस्ति यहाँ पर्दैन दाइहरूको एक्सिडेन्ट भयो अरे बाटै त्यस्तै छ क्या झाडीले गर्दा पनि अनि केटाहरू अब यहाँ त आफ्नै साइड मात्रै हिँड्ने कुरो पनि हुँदैन नि त कच्चीमा केटाहरू त्यस्तै छ हो हिँड्छ बौला पाराले अनि एक्सिडेन्ट हुने सम्भावना हुन्छ क्या अनि सबैसँग कन्ट्रोल गर्न सक्दैन नि आए टाइममा खालियो गाइजहरू त्यही हो एक्सिडेन्ट भोगेर क्या हाम्रो बुढाहरूको अहिले चाहिँ त्यो लिएर आएर गाइजहरू अनि अहिले बोक्रा आइसकेको छु भनौँ नि टक्कसँगले अनि कति बाटो अब घरमा कामहरू गर्नुपर्ने छ टक्कसँगले बोका यहाँ है ल दाइ म लाग्यो है त हजुर हुन्छ दाइ हस् त्यही हो गाइजहरू म चाहिँ अहिले टक्कसँगले त बखादेखिको उनीहरू लागिसकेको छु गाइजहरू अब घरतिर माथिल्लो बाटो गयो भने चाहिँ भित्तामा हालेसीतिर जाने बाटो यताबाट चाहिँ हाम्रो गाउँ प्रवेश गरिन्छ गाइजहरू त्यही हो हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ आजभोलि होस् अनि स्लो मोसनमा हिँडाइन्छ बाइक चाहिँ ओह्रालो ओह्रालो छ गाइजहरू अनि चट्टसँगले अब बाइक साइक पनि पखालियो झडक्कसँगले बनाएर अनि अहिले चाहिँ घरतिर लागिँदैछ गाइजहरू गाउँको बाटोको हालत चाहिँ यस्तै छ भनौँ न होस् ठिकठाकै छ भनौँ बाटो चाहिँ यस्तै छ अनि
के अरे हेरिँदैछ घरतिर गाई चोरो त्यही हो चट्टसँगले भन्नुपर्दा चाहिँ यो झेब्राले अलिक डिस्टर्ब गर्नु थालिसकेको छ त्यही हो गाउँघरमा यो त पुरा सिट हुन्छ क्या यस्तो ढुङ्गामा चाहिँ पऱ्यो नि टायर टाक्लो भइसकेको छ गाई छोरो त्यही हो टायर टाक्लो भइसकेछ यस्तै छ माहुल यस्तै छ चाहुल अनि म चाहिँ चट्टासँगले अहिले तल झरिसकेको छु गुन्द्रुक ढुङ्गा चाहिँ छ यो चाहिँ पानी पर्दा चाहिँ बर्खामा चाहिँ एकदम दामी हुन्छ क्या बाइक चिप्लिँदैन रहेछ गाई छोरो मजाले गुन्द्रुकले डिस्टर्ब गरे पनि यो ठाडो रात माटो पनि छ नि त चिप्लिने हुँदो रहेछ कि गाई छोरो अनि यो तल चाहिँ हाम्रो गाउँ म बाइकमा झर्दैछु यहाँ चाहिँ एकचोटि म पहिले आउनुहोस् त लडेर ह्यान्ड कार्ड भएको थियो त्यो बाइकको त्यहाँदेखिको हालै पनि भएन हाल्नु त नसक्ने त है ठिकाना त्यही हो हालिएन एउटा चाहिँ थियो एउटा त्यो अर्को पनि फुट्यो क्या अनि त्यही हो पछि खतरा खालको हाल्नुपर्ने छ पैसा कमाएर गाई छोरो त्यही हो त्यहाँनिर गुन्द्रुक छ बाटो चाहिँ भन्नु पर्दैन चट्टसँगले हामी भन्नुपर्दैन गाई छोरो गाउँ त घर लागिसकेको छु त्यही हो गाई छोरो भ्लग आज पनि एउटा बनाइयो तर भ्यू चाहिँ 5-6 भन्दा जाँदैन के गर्नु यस्तो मिहिनेत गर्छु भ्यू चाहिँ 5-6 जान्छ त्यही हो गाई छोरो यहाँदेखि उँधो चाहिँ हाम्रो गाउँ चुट्टोसँगले त यो डाँडाहाल भन्छ क्या हाम्रो डाँडाहाल बर पिपल छ गाई छोरो बिचकै खतरा हो क्या यो बर पिपल चाहिँ हाम्रो गाउँको चारैतिरबाट देखिने एकदम बबाल छ क्या गाई छोरो त्यही हो यसैको चाहिँ भनेर धाक नलगाइदिइहालौँ बेसी बोलियो क्या र यो एरियाको छ खतरा मनपर्ने भनेको मलाई हो क्या यो चट्ट गोलो देखिन्छ टाढोबाट हेर्दा बबालै छ भनौँ नि बबाल पनि यस्तै छ अनि बाइक चाहिँ एकदम जतन साथले चलाउनु पर्ने हुन्छ एक हल गोरु गएको छ कि यो बाइक बनाउनाले मेरो एक हल गोरु हिँड्यो गोठ रित्तै छ गाई छोरो त्यही हो लो मसँग झर्दैछु म चाहिँ खोट नगरिकन यस्तै छ गाई छोरो बाटो घाटो भन्ने कुरा यस्तै हो गाई छोरो त्यही हो
हाम्रो डाँडा हालो क्या चट्टसँगले बर्फी पनि यो मुनि चाहिँ चिचिरा बहिरेनी चिचिरा भन्दा पनि बहिरेनी हो यहाँ चाहिँ चट्टा हामी गोठाला सोठाला गर्दा ओर्दा बसिन्छ कि यो चाहिँ प्रायः सबै ठाउँतिर देखिन्छ यतातिरबाट चाहिँ पटाङबाट भयो उदयपुरबाट भयो त्यही हो गाई छ र म त अहिले अलग भइसकेको छु त्यही हो भिडियो बनाउने काम फर्स्ट जारिन्छ अनि यो यता चाहिँ यस्तो छ यो घरमा पनि मान्छे बस्दैन अहिले भाइहरू सब मलेसिया भाउजूहरू अनि बाह्र उतो छ यो गाई छ र यता चिचिरा यतातिर चाहिँ यहाँ बस्नुहुन्छ 5-6 घर छ क्या यो तल्लो घर चाहिँ बाजेहरू पर्छ अनि उनीहरूको चिचिराको चित्राहालको बर गाईहरू यो पल्लो देखिने चाहिँ अनि यहाँ पारी चाहिँ सिधै उदयपुर पर्छ क्या त्यही हो गाई छ र त्यही छ गाउँघर पारीतिरदेखि चाहिँ छापडाँडा हलिसीहरू देखिन्छ यहाँदेखिको मजाले प्रस्तै अनि यस्तै छ गाई छ र पाइलटको बाटोमा ठुलो उडाउँदै भने यस्तो त्यही हो गाई छ र म चाहिँ अहिले घरतर्फ लागिरहेको छु अनि यस्तै छ आजभोलिको मौसम बाटो भन्ने कुरा गाउँघरको यस्तै छ बाइक मात्र हिँड्छ क्या यता घाँसहरू हुन्छ यो गाई छ र गाउँको सिरानको घर चाहिँ यही हो अनि यहाँदेखि बनाउला देखिन्छ गाई छ र यो चाहिँ अनि अहिले यो चाहिँ म अब लागिसकेको छु गाई छ र घरतिर यो माथिबाट आएको हो नि त भवालै छ भ्यूहरू हाम्रो अब कोदो सोधो त होइन कोदो टिप्नु छ बुढीले छिटै आउनु भन्दै थियो अहिलेदेखिको यहाँदेखिको चाहिँ उता चाहिँ हाम्रो हाइड्रोको रोड हो क्या ठुलो रोड थियो तर के गर्ने अब लापरिस्य क्या कति 1 करोड जतिको बजेटमा सायद गरे होला काम अब अहिले यस्तो चाहिँ किन कता यतातिरको यस्तै छ यस्तै छ भनौँ नि गाई छ र मेरो घर चाहिँ यो तल्लो यो एरियाको चाहिँ मेरो घर हो क्या यो मुनि देखेको चाहिँ यो माथितिर देख्नुपर्छ गाई छ र त्यही है यता हाम्रो गाउँ यो वल्लो छेउको मेरो घर अनि त्योमा हाम्रो घर हो अनि यहाँ यताको तिपारको घर अनि यताको वल्लो छेउको त्यो खरको छानाको तिपारको त्यहाँ मेसले च्यादर लाउँदैछ अनि हाम्रो घर चाहिँ एकदम रेड लाइन जस्तो क्या चट्टसँगले भन्नुपर्दा गाई छ र त्यही हो त्यस्तै छ माहौल बाटो पनि यो बाटो पहिले सानो ठुलो थिएन अहिले मुनि पनि भत्किँदै गयो अनि मासतिर पनि पुरिरहेको छ अनि अहिले चाहिँ सिलिक्कको बाटो आएछ क्या सानो यस्तो पहिरो आइसक्यो ठुलो गाई छ र अनि यस्तै छ माहौल म त अब घर पुग्न आँटिसकेको छु भनौँ नि जोस चट्टसँगले भन्नुपर्दा ए चल यहाँको टर्निङ चाहिँ अलिक अप्ठ्यारो खालको छ कि स्टेप भयो भने पल्टिहाल्छ कि गाइदिएर चटक्कसँगले म चाहिँ घर आइसकेको छु तल उता गएर पनि अब कामसाम गर्नुपर्ने छ त्यही त गाउँमा बसेपछि काम त नगरी होइन पाइँदैन माम त्यो गाई जोर कसैले
त्यो बाल्टी अलिकति हटाउने मेरो बुढी चाहिँ अलिक रिसाइरहेको छ गाई ज्वरो अलिक ढिलो पनि त है यो गाई ज्वरो तेल पनि सकिन आँटिसकेको अहिले भन्नु पर्दैन हो त्यो गाइजहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो बाई बाई।